छन् त्यो निधिहरू क्रमैसित तपाईँहरूलाई भन्नुपर्दाखेरि प्रथमचोटि चाहिँ डाकिनीको लिपि भएको पहिलो जुन चाहिँ पहिलो रङमा बेचाएको दुईवटा कागजहरू तपाईँले दर्शन गर्नुमा आउनेछ। खण्डो दैहिक सक्रेट निचेन छ। त्यस्तै प्रकारले बुद्ध कश्यप चौथो बुद्ध शाक्यमुनि हो। बुद्ध शाक्यमुनिको पहिला तपाईँको 3वटा बुद्धहरू बितेर जानुभयो। त्यो मध्ये एउटा बुद्ध हुनुहुन्छ बुद्ध कश्यप। बुद्ध कश्यपको दाँतको अवशेषहरू पनि यहाँनिर हामीले दर्शन गर्ने पाउनेछौँ। त्यस्तै प्रकारले तेस्रोमा हेर्नु पर्दाखेरि सतपटक जन्मिएको ब्राह्मणको पवित्र मासु हामीले झन्डै 14 दिन बेचिन्छ भन्छ। यी सबै चाहिँ क्याप्टेन धुर्जीलिङ्गाको निधिबाट आएको समाग्रह एवं वस्तुहरू हुन् भनेर तपाईँहरूलाई भन्न चाहन्छौँ। यी अति नै महत्त्वपूर्ण र अमूल्य छ भनेर हामीले बुझ्नुमा पाउँछन्। त्यस्तै प्रकारले चौथोमा छ खण्डु हिसे छोगेल। डाकिनी हिसे छोगेलको पञ्चबुद्धको परिवार प्रमुखले भूषण गरेका मुकुट हामीले देख्नमा पाउँछन्। खण्डु हिसे छोगेलले लेख्ने विषय। त्यस्तै प्रकारले चन्दनको किलाया वज्र किलाया जो डुङ्गिनिङको चन्दन डुङ्गिनिङले बनाएका यो वज्र किलाया। त्यस्तै प्रकारले क्याप्टेन धुर्जीलिङ्गाको अनुष्ठान सिङ थुनको पित्तलले घेरिएको एउटा थुनको यो रचिएको त्यो हामीले दर्शन गर्नुमा आउँछन्। त्यस्तै प्रकारले ओम कुन गरेर 3 प्रकारका यो जुन चाहिँ अक्षरहरू छ यी सब प्रकट भएका अक्षरहरू भएको ढुङ्गाको दर्शन पनि हामीले पाउँछन्। त्यस्तै प्रकारले 8औँमा हामीले हेर्नुमा पाउँछन् 5 रौता भएका बाज्रा एवं डोर्जी हामीले हेर्नमा पाउँछौँ दर्शन गर्नुमा पाउँछौँ। त्यस्तै प्रकारले 5 रौता भएका कमलको बाज्रा पनि हामीले यहाँदेखि देख्नमा पाउँछौँ। पालनको बाज्रा पनि हामीले दर्शन गर्नुमा पाउँछौँ। दोस्रोमा हामीले हेर्नु पर्दाखेरि ढुङ्गाको आकाशको पाम एवं नम्चक डोर्जी भन्छ त्यो पनि तेरबाटै आएको हो। त्यो पनि हामीले दर्शन गर्नुमा आउँछौँ। त्यस्तै प्रकारले 11औँमा हेर्नु पर्यो भनेदेखि फलमले बनिएका निधिबाट निकालिएका जुन चाहिँ वज्र किलाया छ त्यो पनि हामीले दर्शन गर्न पाउँछौँ। 12औँमा छ पवित्र पदार्थबाट बनिएका गुरु रिम्बुछीको प्रतिनिधि मूर्ति भन्छ। गुरुको छ क्षमा 8औँ भनेर यो पनि क्याप्टेन धुर्जीलिङ्गाले नै यो निधिबाट निकाल्नु भएको हो। उहाँ जब आज निश्चित रूपमा हाम्रा परम पूजनीय मूल गुरु क्याप्टेन रिम्बुछीले यहाँ आज तपाईँहरूको बीचमा उहाँले निर्देश दिनुभएको छ। जब क्याप्टेन धुर्जीलिङ्गा उहाँ 15 वर्षको उमेर पुग्दाखेरि उहाँले सिंह पुजेन ठग एवं ठग भनेर छ क्याप्टे परम पूजनीय क्याप्टे यङबुङ रिम्बुछीले जुन उल्लेख गर्नुभएको छ त्यो अनुसार हो भनेदेखि सिंह पुजेन ठग भन्छ। तर क्याप्टे जुजुङ रिम्बुछीले गर्नुहुन्छ उपकार भनेर ज्ञान में आ रहे हैं संक्षिप्त रूपमा जीवन निर्वाहका व्याख्यान गर्न चाहन्छु जुन चाहिँ अति महत्त्वपूर्ण छ। यो जति पनि निधिदेखि खोज गरेका यो निधिदेखि निकालेका जुन चाहिँ वस्तुहरू साथीहरु रमन यहाँ देखेन गुम्बामा केटाहरु
अलि बाटो छोडिदिनु नि बाटो चाहिँ छानिँदो फर्क्या येल्लो कलर